रणनीति हत्याकाण्ड गरेको तपाईँ हामीले हो भन्न पर्यो। कसले गरे हो? त्यो त उनीहरू आफैले गरे हो नि। आफैले गरे आफ्नै वंश नृत्य सिद्ध्याउने को हो उसले छानबिन गरौँ। आफैमा भाइ मारा अथवा चाहिँ दाजु मारा बाउ मारा भएर चाहिँ तिमीहरू सिद्धिने अनि काटाकाट गरेर आफू मर्ने दोष हामीले लिने हो होइन। त्यसैले त्यो राजतन्त्रको युग सिद्धियो। अब राजतन्त्रको युग छैन, अब लोकतन्त्रको युग हो, गणतन्त्रको युग हो। ए तपाईँ साँच्चै देशको माया गर्नुहुन्छ भने आउनुहोस्, चुनाव लड्नुहोस् न, जितेर जानुहोस्। दुईटा चाहिँ बिरालाहरूले रोटी कसले खाने भने झगडा गरे अनि एउटा बाँदरले आएर पालै पालो चाहिँ टुक्रा मुखमा हाल्ने। तराजु कहिले यता ढल्किया छ, कहिले उता ढल्किया, त्यता पनि खाने उता पनि गर्दा गर्दै रोटी जम्मै खायो। यो तीनटा छोटे राजा र पुराना मोटे राजा दुईटैलाई मै के आग्रह गर्न चाहन्छु भने तपाईँहरू दुईटै बिरालाहरूलाई बाँदरले त्यसरी खेलाइरहेको छ। तपाईँहरूको हातमा केही पनि फेरि पनि यहाँ जुन नेपालमा जुन आशंका थियो बाह्य शक्तिहरूको चलखेल हाम्रो छिमेकीले पनि कति आँखा झिम्काइदिएर प्रतिगामी शक्तिहरूलाई बल पुगेको हो कि भन्ने जुन थियो त्यो पनि मैले आफ्नो ढङ्गले अब खुला रूपले धेरै भन्ने कुरा त भएन। तैपनि मेरो आफ्नो विभिन्न त्यहाँ भएका जनस्तरका जुन सम्बन्ध छन् राजनीतिक दलहरूसँग सम्बन्ध छन् त्यसरी बुझ्दाखेरि यथार्थमा त्यस्तो चाहिँ होइन। केही व्यक्तिहरूको त्यस्ता अवधारणा हुन सक्छन्। भारत सरकार आफै र त्यहाँको मुख्य शक्तिहरूको चाहिँ फेरि यहाँको व्यवस्थालाई उल्ट्याउने ढङ्गले चाहिँ प्रतिगामी शक्तिहरूलाई उक्साउने ढङ्गको गतिविधि चाहिँ त्यहाँबाट भएको छैन, हुन सक्दैन, त्यसले लाभ गर्दैन भन्ने कुरा नै आयो। अब अर्को पाटो चाहिँ भारतमा एउटा जनस्तरमै चासो भएको विषय चाहिँ के रहेछ, नेपालमा जुन अलिकति विभिन्न प्रकृतिका आन्दोलनहरू भइरहेका छन् त्यो कतै यो व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन त होइन। यो कोही यसलाई लोकतन्त्रलाई नै प्रतिकूल असर पर्ने गरी पछाडि फर्कने ढङ्गले त जाँदैन।